काका सर हामी कुन गाडी बस्ने त्यसै पछाडि के गाडी हजुर पछि राम्रो हो लाया छैन
आजको सम्पूर्ण कार्यक्रमको लागि प्रार्थनामा अगुवाई गरिदिनलाई अनुरोध गर्छु। हामी उहाँको प्रार्थनाद्वारा आजको सबै कार्यक्रमलाई अगाडि बढाउनेछौँ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। आजको पवित्र समय परमप्रभुको हातमा हामी गइराखेका छौँ। हामी सम्पूर्ण मण्डली परिवार जो जति हाम्रा इष्टमित्र जो जति बगानहरू यहाँ छौँ सबैजना फेरि परमप्रभुको चरणमा फेरि आफूलाई सुम्पिदिउँ ताकि परमप्रभुको अनुग्रह आशिष हामी सबैमाथि पनि भएको होस् भनेर। महान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। त्यो परमप्रभुको कृपा निदानको कारण यो हुन सक्दछ। परमप्रभुले नै यो कार्यक्रमको अगुवाई परमप्रभु आफै नै गरिदिनु हुनेछ। यसो प्रभु हामी तपाईँतिर नै आशामुखी बनेर हाम्रा आँखा तपाईँतिर उठाइँदैछौँ। यसो प्रभु तपाईँ परमेश्वरको निगाह आजको सम्पूर्ण प्रथम सेवकाईका कुराहरू, ती करार बाध्य सम्बन्धका कुराहरू, जो जति बाइबल शास्त्र अनुरूप जे वचनहरू आउनेछन् त्यो वचनले हामी हरेकलाई परमप्रभु अति आशिषित तुल्याउनेछ। हामी यहाँबाट अति आनन्दित भएर हामी फर्कन सक्नेछौँ। प्रभु तपाईँको आफ्नो कृपा हामी हरेक माथि बनाएको होस्। हाम्रो प्रार्थना छ बचाइ आउनुहुने दासको लागि, यो लिडिङ गर्ने हाम्रो पास्टर आचार्य शालिकज्यूको लागि परमप्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। उहाँको माथि तपाईँ परमेश्वर पवित्र आत्मा स्वयं आइदिनु भएर हामी जो जति यहाँ आएका छौँ, जो जति अझै आउँदै हुनुहुन्छ ती सबैलाई सकुशल साथ गरी हामीहरूको बिचमा ल्याइदिनुहोस् ताकि आज हामी आनन्दित भएर यहाँबाट यो पवित्र विवाहबाट हामी फर्कन सकेका हौँ। विशेष प्रार्थना यही छ, परमप्रभुको कृपा र आनन्द हामी सबै वर्गहरूले गर्न सकेका हौँ भन्दै सबै धन्यवाद प्रार्थना हामीहरूका एउटै मात्र परमेश्वर प्रभु येशू ख्रीष्टको नाउँमा हामी चढाउँदछौँ। आमेन। उपस्थित भएका छौँ। हामी सर्वप्रथम परमेश्वरलाई नै स्वागत गर्दछौँ। आजको विशेष हाम्रो कार्यक्रममा परमेश्वर हाम्रो माझमा हुनु भएन भने हामीले गरेको कुराहरू अर्थहीन हुन्छ र त्यसैले हामी आज यतिखेर